आफ्नो बलमा माता रानीको घर नजिकै पुगेका छन्। भया तुमी दाइना भया महादेव र मष्टा नारायण। ए तुमी दाइना भया तुमी दाइना भया महादेव र मष्टा नारायण। त्यही अगाडि गया त्यही अगाडि गया जै खान अप्ठ्यारो भयो। त्यही अगाडि गया त्यही अगाडि गया जै खान अप्ठ्यारो भयो। त्यही अगाडि गया त्यही अगाडि गया जै खान अप्ठ्यारो भयो। भया तुमी दाइना भया महादेव र मष्टा नारायण। ए तुमी दाइना भया तुमी दाइना भया महादेव र मष्टा नारायण। त्यही अगाडि गया त्यही अगाडि गया जै खान अप्ठ्यारो भयो। त्यही अगाडि गया त्यही अगाडि गया जै खान अप्ठ्यारो भयो। त्यही अगाडि गया त्यही अगाडि गया जै खान अप्ठ्यारो भयो। भया तुमी दाइना भया महादेव र मष्टा नारायण। ए तुमी दाइना भया तुमी दाइना भया महादेव र मष्टा नारायण। त्यही अगाडि गया त्यही अगाडि गया जै खान अप्ठ्यारो भयो। त्यही अगाडि गया त्यही अगाडि गया जै खान अप्ठ्यारो भयो। त्यही अगाडि गया त्यही अगाडि। यो चाहिँ पछाडिको चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ माता रानीको लोकेसन हो, माता रानीको घर हो। यदि हजुरहरूको नि केही मनोकामना केही इच्छा छ भने हजुरहरू नि आउन सक्नुहुन्छ। मैले चाहिँ पुरै भिडियो चाहिँ हजुरहरूलाई यहाँ आउनको लागि सहज होला भनेर चाहिँ एकदम हातले हिँडेर मैले चाहिँ भिडियो बनाएको छु। अनि हजुरको पनि केही मनोकामना केही इच्छा हुन्छ भने एकदम शुद्ध मनले चाहिँ आउनु होला, माग्नु होला। माता रानीले हजुर लगायत हजुरको परिवार सबैको रक्षा गरौँ। जय माता रानी।